हेलो, नमस्ते। आज अन्त ह्याप्पी होली पनि सबैलाई। आज म चाहिँ होली नखेलेर प्लान्टहरू बनाउनु गइरहेछु। यो क्यानेडियन वाइट निस्केछ। यो त अस्ति निस्केको, पानी हालेर, बढी पानी हालेर निस्केको यो चाहिँ। अनि यिनीहरू चाहिँ भर्खर अस्ति पानी परेर चाहिँ निस्केको। यसलाई चाहिँ म बनाउनु गइरहेछु। आज यसको भित्र बल्ब हुन्छ सानो सानो, त्यो बल्ब फुटाउनु पर्छ। अन्त यस्तो हुन्छ, अझै योभन्दा ठुलो हुन्छ सेतो। यसको अरू कलर पनि छ मेरोमा, त्यो चाहिँ निस्केको छैन। पिङ्क छ, सेडिङ पिङ्क छ, अन्त यो कम्बाइट भन्छ यसलाई, कम्बाइट पनि छ। कम्बाइटमा नि त्यो पनि छ। अरू क्यालेडियम, यो के अरे एग्लोनिमा पिङ्क, यो पनि 3टा बोट रहेछ पनि। यसलाई पनि म छुटाउनु लागेको, 3टा बनाउनु लागेको छु यसलाई पनि। अरू थुप्रै भेराइटी छ मेरोमा। मेरो फुलको पसल छ, दोकान छ फुलको माथि। म सबै नयाँ नयाँ कलेक्सन चाहिँ माथि दोकानमा लगिहाल्छु। यो चाहिँ मेरो चाहिँ पुरानो कलेक्सन, हजुरहरूलाई सबै थाहा होला। एग्लोनिमा यो पिङ्कमा भयो, यो भयो वाइटमा, अर्को वाइट र ग्रिन लाइनिङ धर्कामा पनि छ, धर्कामा पनि छ। यो पनि भक्कु रहेछ, यसमा बुसी निकै रहेछ। यसलाई पनि म निकालेर बनाउनु लागेको छु। अहिलेको नयाँ निस्केको प्लान्ट चाहिँ यही हो, क्यानेडियन। यो अहिले अब निस्किँदै गरेको यो हो। अहिले जति पानी रेनी सिजन हुन्छ त्यति नै यो राम्रो भएर आउँछ। र निकालेर बनाउनु, बल्ब निकालेर बनाएर छुट्याएर म दोकानमा लानु सक्छु। हजुरहरूलाई चाहिएमा भन्नुहोस् होला। मेरोमा एभाइलेबल छ पुरै। अब भनौँ न, थुप्रै बनाउँदैछु, बनाइ पनि सकेको छु, पटमा हालिसकेको छु। त्यो चाहिँ यस्तो पत्ता निस्केको छैन, कुसा मात्रै आइरहेछ। हवस् त, नमस्ते, फेरि भेटौँला।